ईश्वर बहिनीहरू मङ्गलमय मङ्गल होस्। हाम्रो देशमा एकदम तपाईँले सुरक्षा गरेर देश विकास खुलाइदिनुहोस्। हाम्रा छोरामाथि विदेश नजाउन्, काम पाउन्, पढ्न पाउन्। मलाई र तपाईँलाई अष्टम दिदी आउँदछ। धन्यवाद। मेरो त उहाँ आमा हुनुहुन्थ्यो है। सर एउटा मेरो गुनासो कुराहरू होइन, साधारण यस्ता बुढाबुढीलाई जुट्टा भए तर के हो सत्य आउनु भएको छ देशमा। के हुँदाखेरि तपाईँ जस्तो जनशक्तिले सम्हाल्नु त्यसको लागि बाटो खाली गरेर यो बाटो चाहिँ खाली गरेर मेरो छोरा चाहिँ है, यो छोरा पनि अहिले स्कुलबाट बालन सरलाई एकछिनै सर म एउटा फोटो हल्का ल धन्यवाद। भिडियो पुरै आइसक्यो। म आमालाई एउटा रहनु परोस् तपाईँ। सर एउटा फोटो खिचिन्छ आमा देश विदेश एकदम तपाईँले राम्रो गर्नु। आमा यता हेर्नु त हजुर।